हाई गाइज सो वेलकम टु माई न्यू मिनी भ्लग। सो म आज फेरि यहाँ रेडी हुँदैछु मेकअप सेकअप तोपेर। अनि फेरि आज हाम्रो प्लान थियो घुम्न जाने फेरि पनि। अनि बिनाजुको आमा अनि मेरो मम्मी भएर हामी तीनजना भएर साँगा घुम्ने प्लान थियो। अनि फेरि चट्ट परेर तीनैजना बसमा बसेर हामी पुग्यौँ साँगा। त्यसपछि माथि जानको लागि यसो ट्रेकिङ गर्नुपर्ने रहेछ, कमसेकम 15-20 मिनट हामी पुग्यौँ। अनि त्यहाँ फेरि दुइटै आमाहरूलाई गर्मी भएर छाता ओढेर हिँड्नु लाउनु भयो। अनि फेरि वहाँ जानको लागि फेरि टिकट पनि लाग्ने रहेछ, 100 रुपियाँ टिकट एकजनाको। त्यसपछि यति राम्रो भ्यू हेर्दै हेर्दै हामी पुग्यौँ। सेम तम्घास जस्तो फिल आइरहेको थियो कि पुरै बारी बारी चिसो मौसम, यस्तो राम्रो फिल भएको थियो। अनि हेर्नु गयौँ वहाँ पुगेर त यति ठुलो शिवजीको मन्दिर, वाउ। अनि यहाँ हेर्नु त, अनि यति रमाइलो गर्दै पुरै कति राम्रो भ्यू थियो यतापट्टि गार्डन टाइपको। अनि फेरि यसो पूजा गर्ने बेला पण्डितजीले कि मलाई टिको लगाइदिनु भयो। अनि फेरि नाकमा मेरो त्यो झऱ्यो अनि फेरि मम्मीले के भन्नुहुन्छ, ए राम्रो बुढो पाउने भइस् रे। अनि त्यसपछि पुरै घुम्यौँ हामी। अनि फेरि मम्मी मैले आमाले यसो टिकटकहरू पनि बनायौँ। अनि वहाँ फेरि मेला जस्तो लागेको रहेछ कि, मेला जस्तो भन्नाले त्यही माला अनि के पाइन्छ नि, त्यहाँबाट मम्मीले माला लिनु भयो। अनि यो मूर्ति चाहिँ 143 फिटको। अनि त्यसपछि हामी तल झरेर यसो खाम भनेर एउटा रेस्टुरेन्टमा गयौँ। अनि आमाले लस्सी पिउने भयो अनि मम्मीले र मैले चाउमिन मोमो खायौँ। ल हजुरहरू पनि यही भक्तपुर बस्नुहुन्छ या काठमाडौँ बस्नुहुन्छ भने यो ठाउँमा भिजिट गर्नु, दामी छ, मलाई त एकदमै मन पर्यो। त्यसपछि हामीले खानावाना खाएर घुमेर फेरि हामी फर्क्यौँ, बसमा गयौँ। त्यसपछि बिच बाटोमा पानी पर्यो। अनि ल पानी परेको बेलामा चट्ट मकै खाम्न भनेर अनि मकै लिएर गयौँ हामीले घर। अनि त्यसपछि मकै खायौँ। सो आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग। बाई बाई, टाटा, किप लभिङ मी।